यो मेरो गाउँको सेरोफेरो यो गोरेटो बाटो जुन बाटो हामी यहाँबाट यसरी हुँदै यो तल घर देखिएको भन्दा अलिकति माथि यो डाँडाको पछाडि अलिकति यो घुमेको पछाडिपट्टि चाहिँ पानी लिन जान्छौँ। त्यहाँ चाहिँ हाम्रो पानी ट्याङ्की अनि यो हाम्रो गाउँको मान्छेहरूको अब भनौँ न हामी दाजुभाइहरूको घर बसोबास भनेको चाहिँ यता मास्तिरतिर छ। यो अलि यो झाडीले छेकेको छ। यहाँ नजिकै एउटा घर छ अनि त्यसपछि सबै माथि माथि छ। त्यहाँ पारि चाहिँ सुन्तला बारी, यहाँ चाहिँ यो सबै सुन्तला बारीहरू छन्। माथिदेखि तलसम्म नै सुन्तला बारी छ। यहाँ चाहिँ अरू चाहिँ बाँकी जङ्गल हो। अहिले चाहिँ मान्छेको बसोबास कम भएकोले, जनसङ्ख्या कम भएकोले हाम्रो यो क्षेत्रमा चाहिँ जङ्गल चाहिँ धेरै बढेको छ। क्षेत्रफलको हिसाबमा चाहिँ पहिला चाहिँ रुख बिरुवाहरू अलि साना साना थिए, झाडीहरू धेरै हुन्थ्यो भने अहिले रुखहरू नै ठुलो ठुलो भएर चाहिँ सबै बढेको छ। यो पारी यहाँ चाहिँ मगर गाउँ, यतातिर चाहिँ त्यो चाहिँ हाम्रो पालिका भएको ठाउँ चाहिँ यहाँ तल हो। यो चाहिँ बिरुवा बजार भनिन्छ। हल्का फाँट छ सानो सानो अनि यहाँ चाहिँ हाम्रो पालिका छ। योभन्दा यसो कुनातिर बसेको छ के अरे पालिका चाहिँ। वडा पनि त्योभन्दा अलि माथि हो। यो डाँडा कटेर जानुपर्छ हामी चाहिँ। यो डाँडा कटेर उता वडा कार्यालय, हाम्रो वडा नम्बर 8 को कार्यालय चाहिँ त्यतिर। गाउँमा चाहिँ अब कोदो खेतीपाती भनेको चाहिँ अलिक कोदो छ। कोदो चाहिँ कोही चाहिँ पाक्न लागेको छ, कोही चाहिँ हरियै छ। यो चाहिँ कोदोहरू चाहिँ पाक्न लागेको छ। अब चाहिँ पाग्ला पाग्ला जस्तो भएछ। कोही पाक्न अलिअलि पाकिसकेको छ। अब त लगभग टिप्ने बेला नि हुन्छ अलिक पछाडि त। घाम अस्ताइसकेको बेला हो। आज चाहिँ अलि मौसम सफा नभएको कारणले गर्दा चाहिँ अलि राम्रोसँग देखिएको छैन डाँडाहरू पनि। त्यहाँ पारि चाहिँ कालिका देवीको मन्दिर, यो चाहिँ मन्दिर हो कालिका देवीको। यसलाई चाहिँ पालिका अथवा वडाबाट होला सायद बजेट परेको छ अरे भन्ने सुनेको थिएँ। यो चाहिँ मोटर बाटो, यही बाटो हाम्रो गाउँबाट पनि जान मिल्ने बाटो यही हो। चाहिँ को रहेछ मान्छेहरू। चिसो पनि लागेछ। अब त चिसो लागेर खोकी पनि लाग्न थालेछ। यो बाटो चाहिँ हामी गाउँतिर जाने बाटो हो। यही बाटो भएर हामी पानी बोक्छौँ। हे काले काले, यो चाहिँ सुन्तला बारी हो। यो सबै सुन्तलाहरू नि अलि पहेँलो भइसकेको छ। सुन्तला सायद सुन्तलामा रोग लागेको जस्तो छ अहिले। यहाँ चाहिँ सानो सानो सुन्तलाहरू रहेछ। अहिले अलि समय भइसकेको छैन, त्यसैले सुन्तला पाकिसकेको छैन। हरियो हरियो सुन्तला। यो सुन्तला हरियो नै छ, अहिले पाकेको छैन कसैको पनि। अब चाहिँ म घरतिर भन्दा पनि यसो गाउँतिरै डुलिरहेको छु। गाउँ जाँदैछु गाउँतिर। बिस्तारै म यही बाटो घरतिर जाने हो। यता नजिकतिर चाहिँ अब बाँसको झ्याङहरू छ धेरै नै भनौँ। यहाँबाट अगाडि चाहिँ खासै देखिँदैन यो घरहरूबाट चाहिँ। यतातिर चाहिँ अब घरहरू आयो, मेरो गाउँको घरहरू, मेरो ठुलोबाहरूको दाइहरूको घर हो। चाहिँ गाई भैँसी बाख्रा चाहिँ मेरो यहाँ दाइको घर। नानी ल चाहिँ रोटी नि पाइयो है। ल गएँ काजिनामा। यहाँ चाहिँ मैले रोटी पनि पाएँ। हाम्रो हामी काजिनामा भन्छौँ, आमा ठुली आमा हो। उहाँले चाहिँ रोटी पनि दिनुभयो। म चाहिँ रोटी पाएँ। अब घरतिर जाँदैछु। यो चाहिँ मेरो आमाको लागि पठाइदिनु भएको रोटी ठुली आमाले। यो काजिनी आमाले पठाइदिनु भएको रोटी आमालाई भनेर।
यो चाहिँ मेरो गाउँकै बाटो, यो सर्टकट बाटो भनौँ या पहिलाको बाटो हो। यो पहिला पुरानो बाटो मेरो बुवा हजुरबुवाहरूको बेलाको बाटो, पछि चाहिँ यो रोड खनेको भएर अर्को बाटो छ। म चाहिँ अब उकालो चढिरहेको छु। ल म चाहिँ अब घरतिर आइपुगेँ। यो चाहिँ मेरो अङ्कलको घर, आफ्नै अङ्कलको घर। त्यो चाहिँ मेरो बुवाको घर। के रहेछस् भाइ? चाहिँ यहाँबाट उक्लिएँ, बाटो चाहिँ उतातिर हो। यो चाहिँ मेरो घरको सुन्तला, हरियो हरियो छ, फलिसकेको छैन। आमा, यो काजिनी आमाले पठाइदिनु भएको हजुरले कमलो छ अरे रोटी, तैँले नि खा, आमालाई नि दिए भनेर पठाउनु भएको थियो। मैले चाहिँ आमालाई ल्याएर दिएँ रोटी। म पनि घर आइपुगेँ। यता पनि सुन्तला, यो त मैले प्रायः देखाइरहेको हुन्छ। रोटी रोटी पठाइदिनु भएको, कस्तो कतिवटा रहेछ? 5वटा? ल ठिक छ, झिलिङ्गा नि रहेछ है। पहिला यहाँ बुवा हुँदा चाहिँ हामीले भैँसी गोरु बाख्रा सबै पालेको थियौँ। अहिले चाहिँ अब घरमा कोही पनि छैन, म पनि छैन, म पनि बाहिरै बस्ने भएकोले घरमा चाहिँ यस्तो छ गोठको हालत चाहिँ। घर चाहिँ बनाइयो तर गोठमा चाहिँ अब दाउरा मात्र छ, गाई भैँसीको सट्टा। पहिला चाहिँ यहाँ भैँसी गोरु बाख्रा सबै कुरा यहीँ अटाइन्थ्यो, अट्ने गरिराख्थ्यौँ हामीले। यो चाहिँ अर्डर फुलेको छ, अब फल्छ। यहाँ अदुवा, यो सबै आमाले लगाउनु भएको। यो सबै आमाले यतातिर सबै खेती अब हाम्रो यहाँ जग्गामा भएको चाहिँ लाउनु भएको हो। यहाँ आरु छ, आरुको चाहिँ अहिले काटेको सुन्तलालाई दाप भएर। अनि यो चाहिँ रुख। अब यतातिर चाहिँ हाम्रो चाहिँ अँध्यारो भयो, अब चराहरू कराउने बेला भयो, चराहरू पनि बास बस्ने बेला भयो। जङ्गल छ यतातिर, यहाँ मृग आउँछ यहाँ नजिकै। चाहिँ आकाशबाट पानी आउने, आकाशको पानी पर्दाखेरि चाहिँ पाइप लगाएर हामीले चाहिँ यो ड्रममा झर्नी बनाएको छौँ। यसले चाहिँ हामीलाई नै धेरै नै पानी बोक्नुबाट सुविधा दिन्छ। सरकारबाट सुविधा चाहिँ त्यस्तै हो। गाउँमा अहिलेसम्म चाहिँ टङ्की बनेको छैन एउटा पनि पानीको, हामीले तलैबाट बोक्नुपर्छ। अहिले चाहिँ यहाँ चाहिँ हामीले चाहिँ यसरी नै सबै घरमा यसरी नै बनाएका छौँ। यो जङ्गलतिर चाहिँ अहिले चराचुरुङ्गी कराइरहेका छन्। अब बास बस्ने बेला भयो। अब हामी पनि बास बस्ने बेला सँगसँगै चराचुरुङ्गी पनि आफ्नो वासस्थानतर्फ जङ्गलतिर बास बस्न लागिरहेका छन्। त्यसैले यो बास बस्ने बेलामा चाहिँ एकदमै चराहरू कराइरहेको आवाज सुनिन्छ। नजिकै जङ्गलमा यतातिर सबै कराइरहेको छ। पहिला चाहिँ गाउँमा मान्छे धेरै भएकोले हल्ला हुन्थ्यो, बोल्ने, यताउता मान्छेहरू बोलेको सुनिन्थ्यो, बोलेर बसिन्थ्यो भने अहिले चाहिँ सबै प्राय युवा अवस्थाका मान्छेहरू जो काम गर्न सक्ने जनशक्तिहरू चाहिँ गाउँ बाहिर गएकाले कामको सिलसिलामा, रोजगारीको सिलसिलामा, पढाइको सिलसिलामा गाउँ छोडेर गएकोले
प्रायः छैनन् मान्छेहरू, बुढाबुढी र बच्चाहरू मात्र हो। त्यसैले अहिले चाहिँ गाउँ लगभग सुनसानै छ। सायद यो कस्तो खालको नीतिले गर्दाखेरि पनि यो गाउँ छोडेर हिँडिरहेको मान्छेहरू गाउँमा चाहिँ खासै मान्छेहरू छैन अहिले। त्यसैले गाउँ चाहिँ सुनसानै छ। पहिलाको जस्तो रमाइलो चाहिँ छैन, पहिलाको केही समय अगाडिको वर्षहरू जस्तो। अब यो चराहरूको आवाज र चराहरूको बसाइसँगै हामी पनि अब बास बस्ने बेला आयो। अब घरमा सबैजना छिर्ने बेला आयो। त्यसैले अब म पनि घरतिरै लागेँ। चराहरू त कराइरहेका छन्, अब बस्ने बेला भएर। यो सँगसँगै अब म पनि घरतिर लागेको छु। अब म घर आएपछि फेरि यतातिर जाँदैछु। यता चाहिँ हाम्रो दाइहरूको घर छ, दुईवटा घर छ यतापट्टि साइडमा चाहिँ। हाम्रो यता 3वटा घर, तलतिर घर, त्यसपछिबाट भनेको यहाँ माथि एउटा घर, यो एउटा घर। अब चाहिँ घाम अस्तै सकेको छ। यता चाहिँ चिसो हुन्छ। दाइ बिरामी बस्नु भएको छ। अघि नै मैले उहाँ पर चाहिँ मगर गाउँ देखाएको थिएँ। यहाँ चाहिँ गुरुङ गाउँ, सबैभन्दा नजिकको गाउँहरू चाहिँ हामीलाई अहिले हाम्रो घरबाट नजिक हुने चाहिँ त्यहाँको त्यो गाउँ पल्लो, अनि त्यसपछिको यो गाउँ। अरू पनि नजिकै छ, तर अझै नजिक हुने चाहिँ यो चाहिँ यो डाँडामा। यहाँ चाहिँ हाम्रो स्कुल छ। हामी यहाँबाट पढ्न जाने चाहिँ यतातिर हो, यो डाँडामै यहीँ पढ्न जान्छु यतातिर। यसलाई चाहिँ कुसुम भन्ज्याङ भन्छ। त्योभन्दा अगाडि राई डाँडा छ। राई डाँडा कटेर हामी कुसुम भन्ज्याङ पुगेर स्कुल पढ्ने गर्छौँ। अब घाम पनि अस्तै सकेको छ, अँध्यारो पनि हुन लाग्यो। आजलाई चाहिँ यति नै। अरू कुरा चाहिँ मेरो गाउँको नयाँ नौलो कुराहरू चाहिँ यस्तै छ। अब अरू त के देखाउनु, सबै यस्तै हो गाउँमा। यो चाहिँ रोड अघि मैले तल गोरेटोबाट देखाएपछि देखाएको त्यो एउटा रोड थियो नि, बिचको रोड, त्यो रोड चाहिँ यहाँ आएर जोडिएको छ। यो रोड चाहिँ जोडिएर उहाँ पारि पुग्छ, यहाँ जोडिनु पुग्छ यो रोड। यो वनको बाटो हुँदै आउँछ, जङ्गलको बाटो। यो चाहिँ हामी घाँस दाउरा गर्ने जङ्गल। यता पनि जङ्गल छ। अहिले चाहिँ गाउँमा प्राय खेतीपाती बन्द भएकोले सबै वैदेशिक रोजगारतिर गएको हुनाले र पढ्नको लागि बजारतिर गएको हुनाले प्राय सबै घरतिर गाउँतिर जङ्गल नै धेरै भएको छ। पहिलाको जस्तो चाहिँ छैन। पहिला मान्छे धेरै हुन्थ्यो, अहिले चाहिँ जङ्गल नै धेरै छ।